हेलो नमस्ते साथीहरू। आज मैले तपाईहरु सामु शपिङ ब्यागको कटिङ र सिलाइको भिडियो लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र तपाईलाई कस्तो लाग्छ सुझाव सल्लाह र लाइक कमेन्ट र शेयर पनि गरिदिनु होला भन्न चाहन्छु। मैले चाहिँ यो कालो 2 मिटर र अर्को प्रिन्ट वाला चाहिँ 2 मिटर कपडा लिएको छु। मैले 2-2 मिटरबाट चाहिँ 6 वटा ब्याग बनाएको छु। प्रिन्ट वाला एउटा 6 वटा बनेको छ भने कालो वाला पनि 6 वटा बनेको छ। अब चाहिँ यसको मेजरमेन्ट तर्फ लागौं। यसको लम्बाई रहेको छ, मैले चाहिँ यसमा 20 राखेको छु भने यसको चाहिँ मैले चौडाई 20 राखेको छु भने लम्बाई चाहिँ मैले 18 राखेको छु, हेर्न सक्नुहुन्छ। अनि यसरी चाहिँ मैले फिता राखेको छु। फिता चाहिँ मैले 22 इन्चको राखेको छु। चौडाई चाहिँ 2.5 राखेको छु। तपाईहरुले चौडाई 3 पनि राख्न सक्नुहुन्छ र फिता लम्बाई 20 पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ 22 राखेको छु। यसरी 22 इन्चको दुईटा चाहिँ हामीले फिता आवश्यक पर्छ। यसरी चाहिँ मैले दुईटा कलरमा यसरी कटिङ गरेको छु। अब हामी सिलाउन तर्फ लागौं। हाम्रो लम्बाई हाम्रो 18 थियो भने चौडाई चाहिँ हाम्रो 20 रहेको थियो। यसरी सेम जुन मैले कालो कपडामा यसरी कटिङ गर्न नापेको देखाएको थिएँ, सेम यसमा पनि एउटै छ नाप। यसमा चाहिँ मैले कालो फिता लगाउँछु यसरी, जुन हाम्रो रेडिमेडै पाइन्छ। यसरी 18 हाम्रो लम्बाई थियो भने त्यो 18 लम्बाइबाट चाहिँ यसरी मैले दुईटा टुप्पालाई यसरी जोडेर चाहिँ यसरी फोल्ड गरेर यसरी सिलाइदिने। यसरी सिलाउँदा चाहिँ हाम्रो धागो निस्किदैन। यसरी सिलाइसके पछाडि तलपट्टिको भाग जुन हाम्रो 20 इन्चको थियो चौडाई, त्यसमा पनि यसरी सिलाइदिने। 18 र 20 को एक साइड 18 को सिलायो भने अर्को साइड चाहिँ यसरी 20 इन्चको चाहिँ यसरी सिलाइदिने। यसरी टुप्पालाई यसरी भित्रपट्टि मोडेर यसरी सिलायो भने चाहिँ हाम्रो धागो पुग्दैन, बाहिर निस्किदैन, राम्रो देखिन्छ। यसरी तपाईहरुले डबल पनि गर्न सक्नुहुन्छ। अब चाहिँ हामीले यसरी 20 सेन्टर गरेर तलपट्टिको कुनालाई कुनालाई चाहिँ 1.5 इन्चमा यसरी चिन्ह लाएर चाहिँ यसरी सिधा सिलाइदिन सक्नुहुन्छ। यसरी सिलाउँदा चाहिँ सेप राम्रो देखिन्छ ब्यागको। यसरी डबल सिलाइन सक्नुहुन्छ। यसै गरेर अर्को साइडमा पनि त्यसै गरेर सिलाउने। 20 सेन्टर पार्ने र 1.5 इन्च टेपले यसरी चक लगाएर 1.5 इन्चमा सिधा यसरी सिलाइदिने। यसरी दुवै कुनामा मैले सिलाइसकेको छु, हेर्न सक्नुहुन्छ। यसरी सुल्टाउने, यसरी कुना निकाल्दिने। अब सिलाइसके पछाडि चाहिँ अब हाम्रो जुन माथि फिता राख्छौं, चेन लगाउँछौं, त्यसमा चाहिँ यसरी डबल गरेर 20 सेन्टर निकाल्ने र 20 सेन्टरबाट चाहिँ यसरी 4 इन्चमा चिन्ह लगाउने। यसरी 4 इन्चमा चिन्ह लगाएर चाहिँ बीचमा यसरी चुट्का लगाइदिने। जुन हामीले 4 इन्च 20 सेन्टरबाट निकालेका थियौं त्यसमा चाहिँ अब हामीले फिता लगाउनु पर्ने हुन्छ। यसरी फिता लगाइदिने। यसरी माथिबाट डबल सिलाइदिने। यसरी दुवै साइडमा यसरी फिता लगाउने। मैले दुवै साइडमा लगाइसकेको छु। अब चाहिँ हाम्रो साइडबाट चाहिँ हामीले 1.5 इन्चमा यसरी चुट्का लगाउने, चिन्ह लगाउने, चेन राख्नको लागि। अब चाहिँ हामीले जुन चेन राख्नको लागि चुट्का लगाएको थियौं 1.5 इन्च त्यो सिलाइ भागबाट यसरी चाहिँ 1.5 इन्चमा हल्का 1 इन्च जति माथि अगाडि अलिकति छोडेर 1/2 इन्च जति चेन छोडेर जुन चुट्का लागेको थियौं त्यसबाट चाहिँ हामीले सिलाउने। चेनलाई चाहिँ हामीले उल्टो राखेर सिलाउने। हाम्रो तलको कपडा सुल्टो र चेनलाई उल्टो राखेर माथिबाट यसरी सिलाइदिने। जुन हामीले 1.5 इन्च छोडेर चुट्का लागेका थियौं त्यस चुट्काबाट चाहिँ हामीले यसरी सिलाउँदै जाने।
यसरी घेरै सिलाउँदै जाने। जुन हाम्रो चुट्का आउँछ अब त्यो चुट्काभन्दा हल्का अलिकति हाफ इन्च जति बढी कपडा चेन राखेर चाहिँ यसरी कटिङ गरिदिने। जहाँ चुट्का आएको छ त्यहीँसम्म मात्र यसरी सिलाइदिने। अब चाहिँ हाम्रो सिलाइसके पछाडि चाहिँ अब हामी चेन जुन हाम्रो जिपर छ त्यो जिपर लगाउँछौँ। यसरी चेन लगाउने। यसरी बराबर भएको छैन भने चाहिँ माथि टुप्पालाई मजाले छोपेर चाहिँ चेनलाई माथि तल गरेर यसरी बराबर गराउन सकिन्छ। अब यसरी गरिसके पछाडि चाहिँ हाम्रो जुन चेन सुरुमा लगाएका थियौँ त्यो भागले चाहिँ यसरी खुल्ला राखेर चेनलाई खोलेर चाहिँ यसरी फोल्ड गरेर चाहिँ जुन हाम्रो 1.5 इन्चमा जुन हामीले कटिङ गरेका थियौँ चेन त्यसको जुन चेनको टुप्पालाई चाहिँ यसरी भित्रपट्टि लुकाइदिने। यसरी फोल्ड गर्दै चेनको जुन हाम्रो साइडमा छ त्यसमाथि चाहिँ यसरी सिलाउँदै जाने। यसरी फितालाई पनि मिलाएर यसरी च्याप्दै जाने। त्यो चेनलाई चाहिँ अलि यता सार्दै चेनलाई यसरी खोल्दै सिलाउँदै जाने। अब चाहिँ फेरि चेनलाई उता पछाडि सार्ने र फेरि खोल्दै सिलाउँदै जाने। यसरी घेरै सिलाउँदै जाने सबैतिर। यसरी घेरै सिलाउँदै गइसके पछाडि र अर्को जुन हामीले सुरुमा चेनको टुप्पालाई यसो भित्रपट्टि फोल्ड गरेर लुकाएका थियौँ त्यसै गरेर चाहिँ अर्को साइडकोलाई पनि त्यसै गरी नै लुकाउनु पर्ने हुन्छ। यसरी चेनलाई चाहिँ अलि उता पछाडि सार्ने, घरि अगाडि सार्दै यसरी खोल्दै सिलाउनु पर्ने हुन्छ। यसरी सिलाउँदा चाहिँ सिलाउन सजिलो हुन्छ। अब हामी लास्टमा आएका छौँ। जुन अघिको चेनको टुप्पा थियो त्यसलाई त्यसरी भित्रपट्टि लुकाइदिने। अब चाहिँ हामीले जुन पहिलाको चेनको टुप्पामा भागमा सिलाइसकेछौँ भने अब चाहिँ छेउबाट बिटबाट चाहिँ यसरी सिलाउनु पर्ने हुन्छ। यसरी फितालाई च्याप्दै फितालाई माथितिर फर्काउने अनि यसरी च्याप्ने। यसरी बिटमा सबैतिर घेरै सिलाउँदै जाने। यसरी चाहिँ हाम्रो ब्याग रेडी हुन्छ। हेर्न सक्नुहुन्छ चेन लगाएर पनि रेडी भइसक्यो। तपाईहरुले पनि यस्तै ब्याग सिलाउन सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ मैले यस्तो थुप्रै कलरमा पनि सिलाएको छु मेरो पसलको लागि। तपाईहरुले पनि यसरी नै मेरो भिडियो हेरेर सिलाउन सक्नुहुनेछ भन्ने आशा राखेको छु। हेर्न सक्नुहुन्छ मैले 2टा पेन्सिल बक्स पनि बनाएको छु भने मैले यसरी थुप्रै कलरमा ब्यागहरु पनि सिलाएको छु। तपाईहरुले पनि मेरो भिडियो हेरेर यसरी नै ब्याग घरमै सिलाउन सक्नुहुनेछ भन्ने आशा राखेको छु। यदि मेरो भिडियो मन परे लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। र जति पनि मेरो भिडियो हेर्नु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईहरुले पनि यसरी नै घरमै बसेर सिलाउन सक्नुहुनेछ।